त्यही हाम्रो अमेरिका काण्डमा जाउँ होइन हजुर म चाहिँ के भन्छु भने नि यो टिकटकमा यो सामाजिक सञ्जालमा आएर कहिले लोग्ने आउने कहिले स्वास्नी आउने हुन त उहाँहरूलाई पनि भाइरल भएर अहिले त सबले चिन्छ नि उहाँहरूलाई चिन्छ उहाँहरू त्यही भएर नि रन्किरा होला होइन म यो यस्तो यो विकृतिहरूमा होइन विकृति नल्याउनुहोस् भन्छु म त होइन अहिले पनि यो बारेमा मैले सुरुमै भने यो बारेमा नहरू भनेको थिएँ मैले कारण किनभने यस्तोलाई प्रोत्साहन दिनै हुन्न क्या जस्तै केटी बाठो रहेछ कि यति चिज चाहिँ म भनिदिन्छु उसले त भोइस रेकर्डहरू हालिरहेछ नि सबै काटेर होइन त यहाँको त भट्केटोलाई के भट्ट अरे योगेन्द्र भट्टलाई बदनाम गरिन् तालले होइन तँलाई कुर्छु भने पैसा मागे त्यही भिडियो मात्रै हालेछ क्या दम भयो पुरै भिडियो हाल्नु पर्यो नि त साउन्ड हाल्नु पर्यो अब मलाई अलिकति केटी चाहिँ अलिकति के भन्छ नि त अलिक दही चिउरे नै लाग्यो मलाई चाहिँ यो अस्तिको इन्टरभ्यूमा मैले भनेको थिइनँ म त अलिक बिचमै थिएँ होइन फेब्रुअरी थिएँ म त सकेसम्म मिल होइन भने यो छोड्दै लेनदेन हिसाब किताब मिलाउने आफ्नो बाटो लाग्ने भनेको थिएँ मैले होइन किनकि यो अब मिलेर काम छैन क्या अब त भट्टले अब उसो भनेअनुसार पाकिस्तानीसँग लगाइसक्यो उसले अब पाकिस्तानीको चाहिसक्यो अब माया अर्को नसोचन फेरि यहाँ त फेरि दुई अर्थी लागिहाल्छ फेरि अब किनभने माया मन भनेको मेरो अहिले भन्दै थिएँ मेरो फर्स्ट फिल्म मनमा पनि होइन यही बारेमा फिल्म थियो क्या मन भनेको होइन भट्किरहन्छ अरे क्या विशेष गरी नेपालमा बनाएको छ होइन अब त्यो केटीलाई पनि त्यो यो अडियो सडियो लिक गरेर काम छैन अडियो लिक गर्ने मान्छे रेकर्ड गर्ने मान्छे म त सिधै भनिदिन्छु होइन त्यो जतिको घटिया मान्छे कोही पनि हुँदैन क्या डिबीले मलाई फोन गर्यो केही विषयमा होइन तिम्रो मैले कहाँ गर्नु मोबाइल खिचिरहेको छ मैले तिम्रो कल रेकर्ड गरेर पछि होइन यसलाई कुनै दिन फसाउनु पर्छ भनेर राखेँ भने म त्यो सही मान्छे हुन्छु त गलत भइगयो नि जो मान्छेले रेकर्ड गरेर होइन त्यो गर्छ मसँग मेरो मोबाइलमा मेरो अफिसको ल्यापटपमा होइन यति चिजहरू छ मलाई त मिडियामा भएर आइरहन्छ नि त तर म कहिले पनि त्यसरी बाहिर ल्याउँदिनँ कि अहिले त्यो हाम्रो चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको त अहिले बिहेको काण्ड आएको छ नि त्यो त मैले 1 वर्ष अगाडि तिमीहरूलाई भनेको थिइनँ इन्टरभ्यूमा नाम नलिकने त्यसरी एकजना हाम्रो नेपालको चर्चित नायिका अमेरिकामा बस्ने विवाहित एउटा पुरुषसँग यसरी हुँदैछ भने मैले त घर जोगाइदिन खोजेको थिएँ नि त त्यो बेला हावा बोल्छस् भन्थ्यो मलाई कमेन्टमा लास्टमा 1 वर्षपछि त आयो त्यो कुरो 8 महिनापछि होइन मैले त त्यही बेला बनाएको थिएँ मसँग त्यो बेलाको होइन फोटो भिडियोहरू होइन सबै फेरि छ क्या मसँग मलाई त्यो तपाईले देखाउनु भएको थियो नि प्रत्यक्ष देखाउनु भएको थियो देखाएको थिएँ नि मैले होइन त पुरै त्यो बेडसी नै हेरिरहेको दाइ अनि तर मैले मिडियामा चाहिँ ल्याइदिएको थिएँ ल्याउनु भयो तिमीलाई तर तपाईको यो सेक्युर चाहिँ गजब रहेछ है मैले माने म चाहिँ त्यो गर्छु तर यहाँ यिनीहरू लोग्ने स्वास्नीमा चाहिँ होइन